to my YouTube channel. So it's my birthday guys अनि आजको भ्लग चाहिँ एकदमै रमाइलो हुनेवाला छ एन्ड आज चाहिँ एकदमै स्पेशल मोमेन्ट फर मी अनि हामी चाहिँ अहिले मन्दिर जान लागेको म चाहिँ नुहाएर सबै काम भइसके अनि घर पनि पूजा गरिसक्यो अब चाहिँ हामी मन्दिर जान लागेको मामु र म अनि आजको दिनमा मैले के गर्छु हजुरसँग म सबै शेयर गर्नेछु सो गाइज हजुरहरूले चाहिँ यो भ्लग टिल द एन्डसम्म हेर्नुपर्ने हुन्छ सो आज एकदम रमाइलो गर्ने सोचमा छौँ हामी सबैजना सो के हुन्छ हेर्दै जाऊँ है त हामी चाहिँ घरबाट हिँड्यौँ अनि हामी चाहिँ घर नजिकैको मन्दिर जान लागेको खासमा चाहिँ हामी सिद्ध बाबा जाने सोच थियो तर अलि नमिल्ने भयो फेरि ढिलो हुनुभयो कि सिद्ध बाबा जाँदा त्यही भएर चाहिँ हामी है घर नजिकैको मन्दिर जाँदैछौँ मामु चाहिँ यता बसिन्छ हेलो वेलकम एन्ड वेलकम ब्याक अगेन आवर युट्युब च्यानल के छ सन्चै हुनुहुन्छ सबैजना आज छोरीको बर्थडे मन्दिर त अब भगवान्हरू त जहाँ गए पनि एकै हो नि त सानो ठुलो भन्ने हुन्न नि त मन्दिरहरू त्यही भएर घर नजिकैको उसमा मन्दिरमा जाऊँ भनेर मन्दिर हिँड्दैछौँ हामीहरू अनि त्यही हो गाइज अब चाहिँ हामी मन्दिर पुगेपछि नै अनि देखाउँछु हजुरहरूसँग सो गाइज हामी चाहिँ मन्दिर आइसक्यौँ अनि त्यहाँको नै मन्दिर हो यहाँभित्र चाहिँ यस्तो छ सायद मेरो भ्लग हेर्नेहरूले यो मन्दिर देखिसक्छ अस्ति नै हामी इभिनिङ वक जाँदाखेरि यही मन्दिर देखाएको थिएँ नि हजुरहरूलाई अब चाहिँ हामी पूजा गर्छौँ अनि अहिले एकछिनपछि देखाउँछौँ है बाँकी कुरा चाहिँ अनि हामीले चाहिँ पूजा थालीमा सबै सामानहरू लिएर गएको थियौँ मामुले चाहिँ अहिले मिलाइदिँदै होइसिन्छ अनि मैले चाहिँ पूजा गरेँ बत्ती बालेर त्यसपछि मामुले पूजा गर्छिन्छ अनि सो गाइज हामीले चाहिँ पूजा गरेर सक्न लागिसक्यौँ अनि यु क्यान सी एउटा पछाडि चाहिँ म छु सो गाइज हामीले चाहिँ यसरी टिकी पनि लगाइसक्यौँ टिका टिका मामु र म नारायण नमः शिवाय ओम नमः शिवाय जन्मदिनको धेरै धेरै शुभकामना छोरी सुस्वास्थ्य दीर्घायु उन्नति प्रगतिको कामना तिमीलाई भगवान् सदा सर्वदा दाहिना रहौँ सदा खुसी सदा सुखी भगवान्ले कृपा गरौँ कुलपति नारायण भगवान्को आशीर्वाद सदा सर्वदा दाहिना रहोस् भगवान्ले कृपा गर्नुहुनेछ सधैँभरि थ्याङ्क यू हजुरले पनि मलाई जन्मदिनमा धेरै धेरै धन्यवाद सरी थ्याङ्क यू सो मच तिमीलाई पनि सब जान्छौँ हामी चाहिँ मन्दिरमा निस्किसक्यौँ अब चाहिँ हामी घर जान्छौँ आज चाहिँ मलाई एकदमै हतार छ बिकज अलिपछि हजुरहरूले देखिन्छ भ्लगमा नै किनभने सो अब चाहिँ हामी घर जान लागेको चाहिँ पूजा गरेर भ्यायौँ सबै काम भ्यायो अनि अब चाहिँ जान्छौँ सो गाइज अब चाहिँ म जाँदैछु सेङ्जा मामा घर सरप्राइज दिन कसैलाई पनि केही पनि भन्ने छैन अनि सेङ्जा र पाल्पा जाँदैछु अनि मामु यहाँ आइसिन्छ अनि मेरो गाडी चल्दैछ अनि अब चाहिँ म जान लागेको मेरो बर्थडेको दिन म मामा घर जाँदैछु चाहिँ यहाँ होली खेल्दै अनि भाइ बहिनीहरू पनि सबै अब चाहिँ म जान्छु हजुरहरूलाई म बाटोमा देखाउँछु है हस् उठाउ बेला बेला हस् ल बाई अनि यसरी नै म चाहिँ मामा घरतर्फ लागेँ गाडीमा बसेर अब चाहिँ म हजुरहरूलाई सबै भ्यूहरू देखाउँदै जान्छु अनि हजुरहरू चाहिँ को अहिलेसम्म पाहाड गइसकेको छैन त्यो पनि कमेन्ट गर्छु मैले चाहिँ यो भिडियोमा हजुरहरूलाई सबै भ्यूहरू देखाएको छु एकदम राम्रोसँग अलि राम्रो क्याप्चर गर्ने टाइपको अनि अब चाहिँ म सिद्ध बाबातिर पुग्न लागिसकेँ यो चाहिँ सिद्ध बाबा जाने रोड हो यहाँबाट चाहिँ हामी लाग्यौँ पाल्पा यसलाई चाहिँ पाल्पा भन्छौँ कि सिद्ध बाबा आउन लागेपछि चाहिँ अनि त्यसपछि मैले चाहिँ यो पकेट क्यामेराबाट पनि भिडियो क्याप्चर गरिरहेको छु त्यो वाला भ्लग पनि हाल्छु म अनि हामी चाहिँ आयौँ अब सिद्ध बाबा सबैजनाले दर्शन गर्छ सिद्ध बाबाको अनि यहाँको सुरुङ चाहिँ बन्दै रहेछ अझै स्टार्ट चाहिँ भएन छ अनि सिद्ध बाबा पनि दर्शन गरेँ अब चाहिँ हामी फेरि जाँदैछौँ अब यहाँबाट अनि यतातिर सिद्ध बाबाको रोडमा चाहिँ मलाई एकदम डर लाग्छ क्या यहाँबाट तल हेर्ने पनि त झन् ओहो मलाई कस्तो एकदम डर लाग्छ अनि हामीलाई चाहिँ एकछिन यहाँ खाजा खानको लागि रोक्सा छ अनि मैले चाहिँ बटुक लिगेँ म चाहिँ त्यहाँ केही पनि खाइनँ फेरि झन् मलाई भमिटहरू हुनसक्छ भनेर अनि म चाहिँ यसो
भिडियो बनाउँदैछु। एक्लै थिएँ नि त म त्यो गाडीमा, त्यही भएर। अनि मलाई चाहिँ यहाँको यो खानेकुराहरू एकदम मनपर्छ कि फेभरेट हो मेरो। तर म खान चाहिँ सक्दिनँ, अझ एक्लै हिँड्दा मलाई त्यस्तो खान पनि मन लाग्दैन। अनि हामी चाहिँ अहिले आयौँ प्रवासको हस्पिटल पनि हामी कटिसक्यौँ। हामी चाहिँ अहिले आर्य भन्ज्याङ आयौँ। अनि यहाँ चाहिँ हल्का सामानहरू किन्न थियो, त्यही भएर एकैछिन रोक्छ थियो। अनि मैले चाहिँ त्यति बेला पनि यसो भिडियोहरू गराएको। अनि अब हजुरहरूले यो भिडियोमा राम्रोसँग भ्यूहरू हेर्छु पाहाडको, कस्तो राम्रो हुन्छ कि एकदम। अनि मलाई पनि हल्का राम्रो लागेको चाहिँ भिडियो क्याप्चर गरेँ। अनि हजुरहरूमध्ये पनि त कतिजना यसरी पाहाडहरू गइसिन्न नि त, त्यही भएर चाहिँ हजुरहरूलाई हेर्न पनि राम्रो हुन्छ भनेर चाहिँ मैले भिडियो बनाएर हालिदिएको। हजुरहरूलाई चाहिँ कस्तो लाग्दैछ अहिलेसम्मको मेरो भ्लग? यदि राम्रो लाग्यो भने चाहिँ लाइक गर्न नबिर्सिसो। अनि केही सल्लाह सुझाव दिन छ भने चाहिँ कमेन्टमा केही भन्छु, म हजुरहरूले भनेअनुसारकै भिडियो बनाउँछु। अनि त्यो दिन चाहिँ होली भएको, पहाडी होली थियो नि त, त्यही भएर एकदम बाटो रोक्ने मान्छेहरू धेरै थियो कि। अनि मैले पनि अलिअलिको चाहिँ भिडियो बनाइरहेको छु। बाटो रोकेर पैसा माग्छन् अनि हामीले चाहिँ दिनुपर्छ कि। अनि यसरी नै गफ लाउँदै म चाहिँ अब पुग्न लागिसकेँ मामा घर। अनि यहाँ पनि फेरि बाटो रोक्छ छ, अब हामीले फेरि पैसा दिनुपर्ने हुन्छ। एकदम धेरै उसिन्छ कि बाटो रोक्ने चाहिँ त्यो दिन होलीको दिनमा चाहिँ यस्तै हुन्छ कि सबै ठाउँमा। अनि यहाँ फेरि अब अर्को टिम जताततै होइसिन्थ्यो, एकदम नजिक पनि बाटोहरू रोक्ने क्यार्ने गरिराखेको थियो कि। अब यही हो नि त पैसा कमाउने बेला भने जस्तरी। अनि त्यसपछि सबैले माग्न लायो भनेर यसो ड्राइभर अङ्कलले चाहिँ जिस्काउँदै होइसिन्छ। अनि फेरि अब यो भाइ बहिनीहरूले पनि मागे, पैसा नदिए फेरि रिसाउँछन्, जसरी पनि दिनपर्छ कि यसरी आएर बस्छन्। अनि फेरि अर्को टिम उता बुटोलबाट आउने बेला त्यतातिर चाहिँ त्यस्तरी मागेको थिएनन्, यता मेरो मामा घरतिर आउने रोडतिरबाट चाहिँ एकदम धेरै होइसिन्थ्यो यसरी बाटो रोक्ने। अनि सबै समूहको आएर बसेको थियो। अब चाहिँ यो यति बेलाको भ्यूहरू एकदम राम्रो छ। यहाँ तल चाहिँ काली गण्डकी, अनि यसरी रोडहरू पनि एकदमै राम्रो छ। यसरी नै म झर्ने ठाउँ पनि आइसक्यो। गाइज म चाहिँ मेरो डेस्टिनेसन आइसकेँ यहाँ पुलमा। अनि म चाहिँ अब यहाँ एकजनालाई कुर्दैछु, कसलाई होला भनेर अहिले हजुरहरूले देखि नै हाल्छिन्छ। अनि म चाहिँ भर्खरै झरेँ माको गाडीबाट। अनि अब चाहिँ हामी मामा घर जानलाई अब जान्छौँ। अनि त्यही हो गाइस, हजुरहरूलाई चाहिँ म यसो यहाँको भ्यूहरू देखाउँछु। अनि मेरो हालत पनि हल्का बिग्रिसकेको होला, लाइक कपालहरू सबै अलिक मेसी भयो होला, किनभने आउँदाखेरि त्यस्तै हो, त्यस्तै धुलोहरूमा आउँदाखेरि त्यस्तै हुन्छ नि त। एन्ड आज फर्स्ट टाइम होइन, म चाहिँ गाडीमा आउँदा पनि भमिट नगरिकन, लाइक म आज फर्स्ट टाइम नै हो क्या त्यस्तै राम्रोसँग हेरेर आएको, पुरा भ्यू इन्जोय गर्दै आएको आज फर्स्ट टाइम। मलाई खै आज किन भमिट नि भएन, के पनि भएन। एन्ड आई फिल सो ह्याप्पी अबाउट द्याट होइन। अनि त्यही हो, यहाँ चाहिँ पुलको रोडहरू यहाँ बन्दै रहेछ, कन्स्ट्रक्सनको काम हुँदैछ यता। अनि त्यहाँ चाहिँ काली गण्डकी पुल, हामी चाहिँ त्यो पारी जाने हो। अनि आई हेभ दिस पकेट क्यामेरा, मैले चाहिँ ब्याक क्यामेराबाट यो इन्भाइरोमेन्टहरू मात्रै अनि भ्यूहरू क्याप्चर गरेको छु। यसको पनि भ्लग हजुरसँग म छिटै ल्याउने छु। एन्ड गाइज यो भ्लग चाहिँ सायद भोलि आउँछ होला साँझतिर। अनि त्यही हो, अब चाहिँ आउँदै होइसिन्छ, 5 मिनट्समा आउँछु भन्छ त्यो। अनि अब कति मिनट लाग्छ हेर्दै गरौँ। त्यही हो गाइज, झरेको ठाउँ चाहिँ यसलाई पाल्पा भन्छ। अनि हामी उता पुल पारी गइसकेपछि चाहिँ सेङ्जा हो। सुरिराखेको मान्छेहरू चाहिँ आइसक्यो अब। ओहो थ्याङ्क यू, वेलकम टु माई भ्लग। थ्याङ्क यू। कपाल खै त रोजनले ल्याए न, बहिनीलाई के भनेर फकाइछ त? थकाएँ, स्वीकृति दिदीलाई लिएर आउँछु भनेर। 15 मिनट भएको छ। रामपुर कीर्तिपुर लेखेको गाडीमा आएको थियो। कमल दाइको हो। हामी चाहिँ अब जाँदैछौँ पारी सेङ्जा। यो चाहिँ काली गण्डकी पुल हो, यो तरेपछि चाहिँ सेङ्जा आउँछ। अब जाँदैछौँ। अनि हामी चाहिँ सरप्राइज दिने भनेर कसैलाई नि बोलाएको छैनौँ कि, लिनलाई पनि नभए त हामीलाई लिन आइहाल्थ्यो। नजिकै पनि छ, हामी अनि हिँड्दै जाऊँ गफ गर्दै भनेर हिँड्दै जाँदैछौँ। यहाँ फेरि अटो पनि आउनु मिल्दैन कि यो पुलको रोड भएर। अनि अब चाहिँ हेरौँ रियाक्सन कस्तो हुन्छ। हामी यसरी हिँड्दैछौँ, यहाँ पुलहरू
कस्तो राम्रो छ, कति रमाइलो छ कि हाम्रो मामा घर। अब चाहिँ हामी बटुक खान लागेको, हामीलाई एकछिन यहाँ थकै लाग्यो, यसो हामी यहाँ थकै मार्न बसेको। कहिले आएको लास्ट है। अब यो चाहिँ हाम्रो माइतीको खेत, माइती गाउँको खेत आयो। खेत छ सबै। खाउँछ अब हामी खाएपछि जान्छौँ अनि घरै। झन् मामा घर सरप्राइज दिन भनेर आएको, हामी आफै सरप्राइज भयौँ लास्टमा। हामी लुकेर जाने भनेर खेतको बाटो आएको, झन् बाबा र माइजू चाहिँ खेतमा हिँड्दो रहेछ। सो गाइस अब चाहिँ हामी घर जान लागेको, खेतबाट हिँड्यौँ। ल जाऊँ। कहाँ हुने हो छोरीको जन्मदिन। चापको बाबाले त भन्छ होइन। छोरी हेप्पी हेप्पी जन्मदिन हेप्पी बर्थडे Happy birthday to you. Alex. Oli खेलेर रातै भइछन् So guys, this was for today. Thank you so much for your love and support. हजुरहरूलाई आजको भ्लग कस्तो लाग्यो? Hope you enjoyed it. अनि यो भ्लग चाहिँ यतिकै सक्यो। आयौँ, केक काट्यौँ, अनि त्यसपछि खानासाना खाथ्यौँ, अनि त्यसपछिको क्याप्चर गर्न चाहिँ मैले बिर्सेछु। सो त्यही भएर आज बल्ल इन्ड गर्दैछु। अनि यो भ्लग चाहिँ आज आउँछ, साँझ आउँछ होला सायद, मैले एडिट गर्न भए पनि। अनि यही हो गाइस, अब बाँकी भ्लगहरू पनि आउँदै गर्छ म यहाँ आउँदासम्मको के गर्छु भनेर। आजको लागि यति नै। बाई बाई गाइस, सी यू नेक्स्ट भिडियो। टिल देन टेक केयर एन्ड बाई गाइस।